तिमी के खेलाछौ म पनि जिम गरेर यहाँ बक्सर खेलेर बसेको लु गर बक्सर त तिमी फेरि कसैलाई पनि पाउँदैन म पनि पाउँदैन हैन म खान्छे ल गर तिमी को हिँड्नु छ भने ए त्यो मुला पुरो गर्छ सकिन तपाईँ जानु खेलाउन अनि लाडो सकिन भने त्यो कुरो गर्न बुवा नगर्ने अङ्कल नगर्ने त्यो कुरो गर्ने यार यसरी जोसेर आउनु भने फेरि खिची पनि मुख छाड्दाखेरि तिमीलाई मैले के भन्ने होइन भाइ यता नबान्नु यसले भनेछौ तिमीलाई फोन नम्बर लेख्छौ भने म ल्याएर बताउँछु तिमी नि फोन गर होइन तर यो वर्ष तिम्रो बोललाई काटिदिन्छ भने खेलौँ ल अहिलेसम्म के भएको छैन बस खेलौँ त्यो हात बिग्रेछ कि ल आउने मिलो चकमा त साला 3 आएर नि डक्टरलाई थकाइदिएको छु के गर्छ से यस्तो कुरो गर्छस् सक्सेस पनि आइज फेरि रक्सी खाएर नबोल्नु क्या तपाईँ नि घर जाने क्या म रक्सी खाएको छ तिमी त खाएको छैनौ पुरै मिल्दैन क्या तपाईँ घर जाने क्या ल सिउँमा गर्ने म गरिया त ससे असरी खुवाउँछ तर म न त आएको लक्ष्मीपुर होइन नि त यो गाउँ हाम्रो गाउँठाउँ यहाँ मेरो घर यहाँ हो छोरीको घर यहाँ हो मलाई हप्ता हुन्छ त नि बहु समाजको मान्छे यसले अब के भन्छ अरे के जान्दैन होला होइन कसले सक्छ हान्नु त्यसरी गरिदिउँ भने तपाईँलाई डल्लै पनि पुग्छ त्यसरी हिँड्नु कसले अलिकति सोच विचार गरेर दिमाग लाएर होइन बुझ्नुभयो भाइ अब यसलाई के सोच्छ यो बुढो त खड्डु खाएको चाहिँ के गरेर के गर्नु सक्दैन बस गर्नु न मेरो छोरा तिम्रो मुख्य इन्जेक्सन छोरा म सोच्दा छोरा जाऊ तिम्रो 10 वटा अझै जुन जन्माऊ 10 के जन्माऊ यो एकजना म बाउ सुन त सक्दैन त्यस्तो छोरा त नि हामीलाई टिक्दैन नि छोरा ल्याउको बाउ यहाँ बस्ने यहाँ फुटानी गर्ने हाम्रो गाउँमा म त्यस्तो कुरो गर्छु भने त मसँग खेल्नु त अनि किन खेल्नु के मसँग खेल्नु यस्तो हिम्मतसितको कुरो होइन होइन तपाईँ घर जानु मातेर नबोल्नु मात्र होइन म मात छोटी हो मेरो अहिले त हामी निस्यो भाइ यहाँ हो 4 पानी हो घर कहाँ हो यहाँको बाको घरमा म हिस्सा राख्ने कुरो गर्छस् म चिनाछ 8 नम्बर वारमा त्यो 4 पानी बेलाको वारमा होला 3 दिनमा आउँदैन होइन अहिले भनिरहेको छु मलाई कुर्छ भने मसँग खेल अहिले मलाई कुट बसाइ अहिलेसम्म भिड्छु म त्यसरी चाहिँ अबदेखि होइन विचार गरेर बोल्नु त्यसरी विचार होइन तेरो विचार हो अर्काको जग्गा त्यो नगरे फोन नम्बर ल्याउँछौ तिमीले फोन गर तपाईँको बाउको जग्गा हो कम्पाउन्ड गर्नु नि त हिँड्न नदिनु कसैलाई भित्रबाट यो त अब बाटो हो नि त उता तिमीलाई के भन्छ खोइ कहाँ छ बाटो भनेर भनेन बाटो ए त्यो फेरि राम्रोसँग राम्रोसँग तपाईँ बोल्नु फेरि यहाँ के गर्नु के हो के गर्नु के हो के हो के भन्नु बुढो मान्छेहरू